ट्राफिक अनिवार्य रूपमा खट्नै पर्ने हुन्छ। हाम्रो पेसा व्यवसाय यही भएको हुनाले सुर्खेतमा हामी आएदेखि प्राय ट्राफिक प्रहरीलाई हेर्ने नजरमा केही भिन्नता हुनसक्छ, केही भएको पनि छ, केही हामीसँग रोड फर्निचरका अभावहरू पनि छन्, सडक सुरक्षासँग भएका कुराहरूमा पनि केही समस्या छ। तथापि हामीसँग जे जस्तो छ त्यसलाई चाहिँ म्यानेज गरेर हामीले ट्राफिक जिल्ला ट्राफिक प्रहरी कार्यालय इन्चार्जबाट सरबाट जे कुराहरू हुन्छ त्यसलाई हामीले चाहिँ म्यानेज गरेर सक्दो हामीसँग भएको इक्विपमेन्टलाई चाहिँ सकभर कोसिस गरेर त्यसलाई म्यानेजमेन्ट गरेर त्यसलाई अपुग जसरी हुन्छ त्यसलाई म्यानेज गरेर हामीले चाहिँ विभिन्न खालका चाहिँ सडकमा चाहिँ चेक जाँच पनि गरिराखेका छौँ। सडकमा चाहिँ विभिन्न बाधा अवरोधहरू पनि ट्राफिक चाहिँ रोड फर्निचरहरू पनि र सहकारी पनि सरबाट चाहिँ भएको छ। अझै नभएको कुराहरूबाट पनि हामीले जाहेर गरेका छौँ सरकार मार्फत। यसलाई निरन्तर रूपमा चाहिँ लिने प्रयास गर्छौँ। यो फेजमा अहिले आएर सरबाट पनि पहल भएको थियो मार्क्सको विषयमा, कहीँ कतैबाट पनि आएन। अनि चस्माको हकमा पनि अहिलेसम्म आएको थिएन। यसमा हामी एकदम सम्पूर्ण चाहिँ जिल्ला ट्राफिक प्रहरीको टिम अत्यधिक हामी चाहिँ खुसी छौँ। एकदम चाहिँ हृदयदेखि नै कार्यालय प्रमुखज्यू तथा हामी चाहिँ सकल दर्जाका सबै चाहिँ कर्मचारीहरू एकदमै खुसी छौँ। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। आगामी दिनहरूको पनि हजुरहरूको सहयोगको अपेक्षा राख्दछौँ भन्दै मेरो 2 शब्द भन्छु। हस्त धन्यवाद।